आज चाहिँ हामी ओहायो कोलम्बसबाट ह्यारिसबर्ग जाँदैछौँ र हाम्रा अस्ट्रेलियाबाट काका काकी भाइ बहिनी कृष्ण बबी अन्तरे काका अन्तरी काकी आउनु भएको छ र उहाँहरूलाई लिएर चाहिँ हामी ह्यारिसबर्गसम्मको यात्रा तय गर्दैछौँ र एकदम यात्रा सहज हुने छ भन्ने हामी सबैलाई लागेको छ र फेरि बाटामा हामी अरू पनि क्लिप्सहरू गर्दै जानेछौँ। अहिलेलाई चाहिँ मैले यति नै गरेँ। थ्याङ्क यू फर वाचिङ। लगाइदेऊ पार संसार बनैमा रेलो बाँसुरी मधुबनैमा कृष्ण देऊ पारा सुरेलो बाँसुरी मधुबनैमा यहाँबाट चाहिँ अब वेस्ट भर्जिनिया लाग्यो है। हजुर त्यो हरियो पुल भन्नुहुन्थ्यो नि बाबा। अब यो आयो यहाँको। अब यहाँ चाहिँ निलो छ भनौँ न। यो यता हामी के भन्छ यता पेन्सिल्भेनिया छिर्ने चाहिँ अब यो चाहिँ बोर्डर हो। यता यो खोला यो यसलाई ओहा रिभर भन्छ। यो ओहा रिभरले छुट्याएको छ। आउँदैन यो चाहिँ ओहा रिभरले छुट्यायो। अब चाहिँ हामी यता भर्जिनिया पस्यौँ। अलिक अर्कै बाटो अलिक पर्तिर हैन ओर्तिर होइन भर्जिनिया जाने बाटो यो पनि हो त्यो पनि हो। हजुर हो त। यो अर्कै बाटो आयो। यो टनलमा पस्यो। यसको क्वालिटी कस्तो आउँछ मामा? अर्के हो त। मेरो युट्युबमा छ हेर न चिट्टा तानो कति पर्छ यहाँ यसलाई? हेलो नमस्कार। हामी चाहिँ ओहायोबाट यहाँ आज ह्यारिसबर्गको घुमघाममा छौँ र ह्यारिसबर्गमा हामी आज अस्ट्रेलियाबाट अन्तरे काका काकी आउनुभएको छ र उहाँहरूका आफन्त र हामीले पनि आफन्तजनहरू भेटघाटको लागि हामी ह्यारिसबर्ग आइसकेका छौँ र यहाँ ह्यारिसबर्गमा आएर पनि हामी अब नाचगानमा व्यस्त छौँ र हाम्रा बाबा काका अस्ट्रेलियाबाट आएर पनि एकदम रमाइलो गरिरहनु भएको छ। धेरै समय पछाडि जेठी बडामाका घरमा आइसकेका छौँ। नानी साउन्ड अलिक ठुलो। ठिकै छ।
आज हामी धेरै समयपछि बडी आमाको घरमा हाम्रा कान्छा दाई डुकबहादुर दाजुको घरमा आएर हामी आज 2 दिनको जिन्दगी कति पो बाँचिन्छ र भनेर यसो भेटघाटको रमाइलो गरिरहेका छौँ। मेरो मन काकी नाच्ने मेरो मन बुझ्दैन मेरो मन।
खोइ उयो मान्छेले लाने नलगेपछि के गर्ने कदाचमै कवि यसबाट मेरो नि एउटा हाल्दैन ल यहाँ म यता जान्छु ल